हामीसँग ईश्वर हुनुहुन्छ, जसको साथमा ईश्वर हुनुहुन्छ भन्नुभएको छ नि, मेरो सन्तान तिमीहरूको एक एक रौँ पनि मैले गन्ती गरेको छु। कुनै खराबी तत्त्वले एक रौँ पनि हल्लाउन सक्ने छैन, मैले एक एक गन्ती गरेर राखेको छु। यदि तिमीलाई कसैले दुःख दिइरहेको छ भने त्यसको लेखा मैले लिएको छु है सन्तान। त्यसैले तिमी आफ्नो लागि चिन्ता नगर। चिन्ता गरेर कसले आफ्नो आयुको एक घडी पनि थप्न सकेको छ र? कसैले थप्न सकिन्छ र? यो मुटुलाई तपाईँले चलाउनु भएको छ र? मैले चलाएको छु र? यो सासलाई मैले चलाएको छु र? यो विशाल आकाशलाई मैले फैलाएको हो र? हाम्रा पिता पुर्खाले फैलाएको हो र? परमेश्वर भन्नुहुन्छ यो आकाश कसले फैलायो, यो पृथ्वीको जगलाई कसले बसाल्यो? यत्रो सारा चिज गर्न सक्ने तिम्रो ईश्वर, तिम्रो पिताले त्यति तिम्रा जीवनका समस्या, भुसुना जस्ता समस्यालाई हट भनेर चट पार्न सक्दिन र? के अब पनि डराउँछ? के अब पनि चिन्ता गर्छ? अब पनि आफ्नो लागि आफै सोचेर बोझले दबिन्छौ? अब पनि कमजोर मन गर्छौ? अब पनि मन खराब गर्छौ? किन आफ्नो लागि आफै जान्ने भन्छौ? तिमीले मलाई सिकाउने हो र? मैले तिमीलाई सिकाउँछु। सही समयमा हरेक कामहरू मैले गरिरहेको छु, भइसकेको छ। कहिले कहिले हामी आफ्नो चलाकी लगाउँछौँ, त्यसैले कति प्रतिफल आएको हुँदैन। जस्तै एउटा खरायो थियो, खरायो चाहिँ एकदमै आत्तिँदै हकानिँदै एकदमै दुगुर्दै हिँडेछ। दुगुर्दै हिँड्यो, एकदमै डराउँदै, मतलब एकदम के न भयो जस्तो गरेर दुगुर्दै हिँड्यो। हात्तीको टाङमुनिबाट पनि छिर्दै हिँड्यो, अब त सानो खुर्र कुद्दै हिँड्यो। अनि घोडाको टाङमुनिबाट पनि दुगुर्दै हिँड्यो। होइन के न भएछ, के भएछ भनेर हात्तीले सोधेछ खरायोलाई। खरायो भाइ के भयो, यसरी किन दुगुरेको भन्दा हेर्नुहोस् आकाश खस्नेवाला छ। त्यसकारण आकाश खस्दै भएको कारणले गर्दा तपाईँहरू चाहिँ त्यो आकाश भत्किएको कारणले नष्ट नहुनुहोस् भनेर म पहाड चढ्दैछु भनिसकेँ। म पहाड गएर चाहिँ त्यो आकाशलाई मैले धान्नेछु, थाम्नेछु भनेर दुगुर्दै हिँडेछ। के त्यो खरायोले आकाश खस्दा अनि फेरि हात्तीले भन्यो आकाश खस्दा त पहाडमा पनि त खस्ला, खसेपछि त संसारै खस्ला, संसारै डुब्ला, संसारलाई खिच्ला, तिमीलाई पनि त खिच्ला भन्दा नै मैले त सबलाई धान्नुपर्छ भनेर चाहिँ आफ्नो सोच लाएर दुगुरेको थिएँ कि कहिले कहिले हामी त्यस्तै खराए जस्तो बन्छौँ। संसारै मैले गर्नुपर्ने, मेरो घर मैले चलाउनु पर्ने, मेरो छोराछोरीलाई म आफैले सम्हाल्नुपर्छ, मैले पाल्नुपर्छ, सबै मैले गर्नुपर्छ, सब कुरा मैले गरे मात्रै हुन्छ। कहिले कहिले यो सोच्छौँ कि त्यो खरायोले त्यो पहाड खस्दाखेरि सम्हाल्न सक्ला? ऊ माथि पनि त आइरहेको छ। त्यस्तै गर्नै नसक्ने चिजले किन हो भन्दै हिँड्न हाम्रो मूर्खता हो। कहिले कहिले हाम्रो यस्तो बुद्धि आउँछ कि यो पनि मैले गर्नुपर्छ, त्यो पनि मैले गर्नुपर्छ। यो मन बनाउनु, सब कुरा छोडिदिनु ईश्वरको हातमा। ईश्वरको हातमा छोडिदिएको काम हेर्दै जानु टक टक प्रकट भएको छ, हजुरहरूको अगाडि प्रकट भएको छ। जुन कुरा छोड्न सक्नु भएको छैन त्यो कुरा तपाईँको भएको छैन। जुन कुरा छोड्न सक्नु भएको छ त्यो काम 1000% प्रकट भएको हुन्छ। त्यसकारण परमेश्वरले भन्नुहुन्छ मलाई धन्यवाद गरेर छोड्नु, मसँग माग, मसँग खोज, तिमी आनन्द गर, किनकि म तिमीसँगै छु। तिम्रो फिक्री चिन्ता मैले गरेको छु। एउटा आमाले दुधे बालकलाई, सानो बालकलाई, त्यो बच्चाले बोल्न जानेर त्यो बच्चाको स्याहार गरेको हो र? त बोल्न नजान्दा पनि आमाले कति स्याहार गरेर उसलाई कसरी हुर्काई बढाइ गर्नुभएको हुन्छ। हामीलाई पनि त्यसै गरी हुर्काउनु भएको, बढाउनु भएको। त्यहाँभन्दा पनि सामर्थ्य ईश्वर पिता हामीसँग हुनुहुन्छ। अब हरेक संसारको बोझ, रोगका बोझ,
व्यवसायका बोझ, परिवारको बोझ, सम्बन्धको बोझ, यी सबै बोझहरूलाई परमेश्वर भन्नुहुन्छ मलाई धन्यवाद गरेर चढाइदियो। हिजोको दिनमा फुलपाती अक्षता लिएर स्वाहा स्वाहा भनेर चढाउँथ्यो नि, आज ईश्वरलाई धन्यवाद गरेर चढाइदिनुहोस्। ईश्वरले 1000% समस्यालाई लिएर समाधान हाम्रो अगाडि प्रकट गरिसक्नु भएको छ। परमेश्वर गर्नेवाला हुनुहुन्छ। परमेश्वर हर चीज गर्न चाहनुहुन्छ। जब विश्वास गर्छौँ उहाँको काम, जब मन बढाउँछौँ उहाँसँग, जब उत्साहित हुन्छौँ ईश्वरमा, तब मानिसको लागि असम्भव भएको काम सम्भव भएको गवाई सुन्न पाएनौँ त। आज हेर्नुहोस् त, लगभग 10 जना जतिको गवाई सुन्यौँ हामीले। हाम्रो बबिता म्याम होइन त, आज माटोमा मिलिसक्ने मान्छे क्यान्सर भएर फेरि दोहोरिएर त्यस्तो गलित अवस्थाको मान्छेलाई आज यस्तो भरभराउँदो कसले बनाउनु हो? ईश्वरले बनाउनु हो। किनभने यो मूललाई बुझ्नुहोस्, समस्याको मूल शैतान हो, समाधानको मूल परमेश्वर हो। शैतान ग्रहण गरेको दिनबाट तपाईँ हाम्रो पैताला मुनिको धुलो हो। यस दुनियाँमा हेर्नुहोस्, जति पनि चिज छ बनाउनेवाला छ र बनेको छ। यस दुनियाँमा केही चिज पनि आफसे बनेको छैन। मैले यो लिइरहेको माइक पनि कसैले बनाउनु भयो र मसँग छ। मैले लगाइरहेको यो चोली पनि कसैले बनाउनु भयो र आज मैले लगाइरहेको छु। यो दुनियाँमा जो चिज छ बनाउनेवाला छ र बनेको छ, त समस्या पनि बनाउनेवाला छ र बनेको छ। कोही किडनी फेल गराएको छ, कसैको मुटु फेल गराएको छ, कसैको आँखाको ज्योति गुमाइदिएको छ, कसैलाई के समस्या गरेको छ, कोहीलाई ऋणमा हालिदिएको छ, कोहीलाई निन्दाको भारी दिएको छ, कोहीलाई सङ्कष्टको भारी दिएको छ। यस सबै भारीलाई कोटी कोटी छाट्ने ईश्वर सर्वशक्तिमान परमेश्वर हामीसँगै हुनुहुन्छ। यो सबै रोगको जड शैतान हो। त्यो जड मूल त्यो शैतान ग्रहण गरेको दिनबाट तपाईँको पैताला मुनिको धुलो त्यो पनि धेरै टाढा छ। त्यसले शिर उठाएर पनि तपाईँलाई हेर्नै सक्दैन। तपाईँले मस्त निधाएको समयमा चर्को बत्ती बाल्नुहोस् त, आँखा खोलेर हेर्न कति गाह्रो हुन्छ। गाह्रो हुन्छ कि हुँदैन? गाह्रो हुन्छ। त्यस्तै हाम्रो चर्को विश्वासमा त्यसले आँखा खोलेर हेर्न पनि सक्दैन। अब छुने बिगार्ने भन्ने कुरा त धेरै टाढाको कुरा, नष्ट पार्ने भन्ने कुरा त त्यो धेरै टाढाको कुरा। त्यो त सब पैताला मुनिको धुलो हो। जब वचनमा उठ्दै जानुहुन्छ, बढ्दै जानुहुन्छ, त्यसका कामहरू नष्ट हुँदै गइसकेको हुन्छ। परमेश्वर त्यसकारण भन्नुहुन्छ मसँग विश्वास गर। डाइरेक्ट ईश्वरमा जुन नदी, एउटा नदीलाई हेर्नुहोस्, त्यो नदीले समुद्र खोज्नको लागि, समुद्र भेट्नको लागि कति पहाडले त्यसलाई असर गरेको हुन्छ, कति ढुङ्गाहरूले त्यसलाई रोकेको हुन्छ, असर गरेको हुन्छ। कति मानिसले कहिले खेतमा लगेको हुन्छ, कहिले कहाँ लगेको हुन्छ, कहिले कहाँ के गरेको हुन्छ, तर पनि ऊ बग्न छोड्दैन, ऊ चल्न छोड्दैन। ती पहाडलाई पनि उसले के गर्छ, पहाड आएर खडा हुँदा पनि उसले आफ्नो बाटो आफै तयार गर्छ। एउटा नदीमा त्यत्रो विश्वास छ, त्यत्रो बुद्धि छ, त्यत्रो ज्ञान छ भने हेर्नुहोस्, हामी त सर्वशक्तिमान ईश्वरका सन्तान, ईश्वरका मन्दिर, ईश्वरका भवन, जीवित मन्दिर, जीवित ईश्वरले हाम्रा जीवनमा आएका समस्यालाई नदीले आफ्नो बाटो आफै बनाउँछ, तर हाम्रो बाटो हामीले बनाउनु पर्दैन। हाम्रो बाटो अलरेडी तयार कसले गर्नु भएको छ? ईश्वरको तयारी। यस्तो ईश्वरको महिमा हो यो। कोही जातको कुरा, कोही धर्मको कुरा नै। जात धर्म मानिस बनेपछि भने ईश्वरको सच्चाइ, जति बेला ईश्वर हुनुहुन्थ्यो त्यति बेला यो सच्चाइ थियो। त्यो सच्चाइको बाटो आज ईश्वरले नै, यो कुनै धर्मसँग रिलेटेड छ न कुनै जातसँग छ। जात धर्म मनुष्यले बनाउनु भयो,
सच्चाइको बाटो डाइरेक्ट ईश्वरले बनाउनु भयो। एउटा जीवित मार्ग डाइरेक्ट ईश्वरले खोल्नु भयो, जसको कारण आफ्ना सन्तानहरू विनाश नहोस्, दुःखमा नपरोस्, कष्टमा नपरोस्।